कलमी गरेको चाहिँ 4 हप्ता भयो हैन। यसरी जरा देखेँ मैले हैन। अब मैले काटेर निकाल्छु, हेरौँ है त कसो भन्छ। किम्बुको चाहिँ कलमी गरेर बनाएको बिरुवा चाहिँ एकदमै छिटो हुने रहेछ है। अस्ट्रेलियामा त 20-25 डलर पर्छ एउटा किम्बुको बिरुवा हैन। अब यो बिरुवा चाहिँ यही वर्ष फल्छ। मैले चाहिँ कसरी कलमी गरेँ यसलाई म तपाईलाई चाहिँ मैले जस्तो गरेँ त्यस्तै स्टेप बाइ स्टेप देखाउँछु। यो चाहिँ एकदम हाई सक्सेस रेट भएको छ मेरो किम्बुमा। म तपाईलाई देखाउँछु त्यो सबै बिरुवाहरू है। अब हेर्नु होला, यो चाहिँ एकचोटि काटेर हेर्नु होला जरा कतिको डेभलप भएको छ है। यो प्लास्टिकलाई म खोल्छु हेर्नु है जरा कस्तो भएको छ। जरा राम्रोसँग डेभलप भएको छ है, राम्रोसँगले। यो तलको पत्ताहरूलाई हटाइदिन्छु यसरी हैन, सबैले झिकिदिन्छु। यहाँसम्मको पत्तालाई झिकिदिन्छु। यो माटो चाहिँ मैले 20% चाहिँ परलाइट मिसाएको छु के अरे यो चाहिँ पोटिङ मिक्समा हैन। अब म यसलाई चाहिँ यहाँ सार्दिन्छु है। म तपाईलाई चाहिँ यसको स्टेप बाइ स्टेप मैले कसरी कलमी गरेँ भनेर यो भिडियोमा म देखाउँछु है त। सबैभन्दा सजिलो कलमी गर्न किम्बुलाई चाहिँ मैले यसलाई भन्छ जिफी पिट प्यालेट्स है। यसरी पानीमा भिजाउनु पर्छ यसलाई हैन। मैले चाहिँ यो 9 लिटरमा हैन यो एक बिरको पावर फिड हाल्छु है। इन्स्ट्रक्सन हुन्छ 50 ml भनेर, एक बिरकोमा लगभग 50 ml नै पर्छ होला है। अब यो यसलाई चाहिँ मैले यहाँ राखेर यो सिडको रस यो पावर फिडलाई चाहिँ यसरी यहाँ म भिजाउँछु यसलाई हैन। यो तपाईको लगभग 30 मिनट्समा चाहिँ यो यसरी रेडी हुन्छ, यसरी फुलेर ठुलो हुन्छ है। अब म किम्बुको बोटमा कसरी गरेर चाहिँ कलमी गर्छु तपाईलाई देखाउँछु है त। पेन्सिल जस्तो मोटो एउटा तपाईले हाँगा लिनु होला है। त्यस पछाडि हाँगालाई चाहिँ यसरी चट्टसँगले काट्नु। यसको ग्याप चाहिँ लगभग तपाईको 5 cm जस्तो हुनुपर्छ हैन यो स्पेस है। यो त एकदम साफ नाइफ युज गर्नुपर्छ। त्यही भएर यो चाहिँ तपाईँ मैले बनिक्सबाट किनेको यो चाहिँ एन्टी कट ग्लोभ्स हो। यो चाहिँ तपाईले लाउनै पर्छ है। अब म तपाईको यसको स्किनलाई सर झिक्छु हैन यसरी। कतै कति मजाले आउँछ, यो एकदम साफ नाइफ छ। यसरी सबैतिर काटेपछि म हल्का यसरी तपाईको क्लिन गर्छु है। पछाडि चाहिँ म यो रुटिङ हर्मोन हाल्दैछु है। तपाईले यो नेपालमा पनि किन्न पाउनुहुन्छ एग्रोमा, अस्ट्रेलियामा जहाँसुकै किन्न पाइहालिन्छ है। रुटिङ हर्मोन मजाले हालिन्छ है यहाँ मजाले दुईतिर। जिफी प्यालेट अघि मैले तपाईको पावर फिडमा भिजाएर राखेको थिएँ 30 मिनट जति, यस्तै रेडी भएको छ। अब यसलाई यसरी तपाईले राखिदिनु होला मजाले हैन। म चाहिँ दुईटा युज गर्छु है। दुईटा युज गरे भने मोइस्चर सधैँभरि रहन सक्छ, अब ठुलो पनि हुन्छ है। यसरी मजाले यसरी प्लास्टिक राखेपछि यो जिप टाइ छ, जिप टाइले मजाले टाइट गरिदिन्छु है। ल अब यो चाहिँ रेडी भइसकेको छ है। अब 4-5 हप्ता पछाडि चेक गर्नुपर्छ जरा आएको छ कि छैन।